यो चाहिँ कस्तो भने अब मुख्यतः अब सोकिरहन राईको कुरा आयो। अब उहाँले कराटे आएर यहाँ पनि सानो रूपमा सुरु गर्नुभएको थियो। उहाँ लगायत अरू सेन्सीहरूले सानो रूपमा गरिरहेको थियो। तर उहाँले चाहिँ के खोजेर एउटा लिडरसिप दिने मान्छे को हो त? किनभने यो जग्गामा अलिकति यो जग्गालाई बुझेको मान्छे, यहाँको नीति नियमहरू बुझेको मान्छे र एउटा व्यवस्थापनको कुरो पनि आउँछ हैन, नेतृत्वको कुरो आयो। यो सबै हुनको लागि त कुनै व्यक्तिमा केही गुण त हुनु पर्यो। किनभने हामी त कराटे खेलाउने मात्रै व्यक्ति। उहाँले के देख्नुभयो, तपाईँ पनि आएर हामी गरौँ भन्ने हिसाबले अब एउटा लोयल्टी भन्छ आफ्नो गुरुप्रति उत्तरदायित्व हैन, त्यो निभाउनको लागि डिस्काको लिडरसिप नेतृत्वमा मैले चाहिँ सहजै सिकारेर अगाडि बढेको र मेरो समावेश त्यसरी गएको। कति सालमा डिस्का स्थापना गर्नुभयो? यो फर्मली चाहिँ 2017। त्यति बेला अमल सर हुनुहुन्थ्यो, त्यहाँदेखि आरबी गुरु हुनुहुन्थ्यो, रन गुरु, अहिले अशोक रन राई, म भएँ,